तिहारमा आमा काठमाडौँ आउनु भएको बेलामा हाम्रै तामाङ परिकार सोङ्गान र ढेँडो खम भनेको आमाले हस् भन्दै सामानहरू रेडी गर्न थाल्नुभयो। सोङ्गानमा हाल्नलाई आमाले खोर्सानी र गोलभेडा मजाले पिस्नुभयो। यहाँबाट अगाडि बढ्नु पहिले सोङ्गान भनेको के हो म थोरै भन्दैछु। सोङ्गान भनेको चाहिँ हामी तामाङहरूको प्रमुख परिकार मध्ये एक हो। यसलाई चाहिँ विशेष गरेर तोरीको सागबाट बनाएको हुन्छ। तोरीको सागलाई टिपेर ल्याएर घाममा मजाले सुकाएर यसलाई बनाइन्छ। अनि यसमा चाहिँ हामी तामाङहरूले छिपोई भनिन्छ के त्यसलाई हो त्यो हालेर बनाइन्छ। छिपोई भनेको चाहिँ मेनीको बेलामा मारेको भैँसी अथवा राँगाको बोसो अब आन्द्रामा जम्मा गरेर राखेको हुन्छ के हो त्यसलाई हालेर बनाइन्छ। यो चाहिँ विशेष गरेर सोङ्गान दाल अनि यो चाहिँ एकदमै मिठो लाग्छ। तपाईहरुलाई सोङ्गान कस्तो लाग्छ त्यो चाहिँ कमेन्ट गर्नु होला। अब जाउँ हाम्रो विषयवस्तुतिर। अनि आमाले बनाउँछु भनेर कराईहरू बसाल्न थाल्नुभयो। कराईमा पानी बसालिसकेपछि मकैको पिठो त्यसपछि अघि पिसेको खोर्सानी र गोलभेडा अनि नुन पनि हाल्नुभयो। छिर सोङ्गान पनि रेडी गर्नुभयो। अब यो सोङ्गान चाहिँ पानी भक भक उम्लिसकेपछि हाल्नु पर्ने थियो। त्यो भन्दा पहिला पखाल्नु पर्यो भनेर आमाले पखाल्दै हुनुहुन्थ्यो। पानी उम्लिसकेपछि आमाले सोङ्गान फटाफट हाल्न थाल्नुभयो। हालेर मजाले चलाउनु भयो। अनि त्यसपछि छिपोई पनि हाल्नु पर्ने थियो। छिपोईलाई मजाले काट्नुभयो अनि त्यसपछि छिपोई पनि हाल्न थाल्नुभयो। छिपोई हालिसकेपछि यसलाई फेरि भक भक्ति उम्लिन दिनुपर्ने थियो। फाइनली उम्लेर पाकी पनि सकेको थियो। ढेँडो पनि यही कराईमा बनाउनु पर्ने हुन्छ भनेर आमाले यसलाई अर्को भाँडामा खनाउन थाल्नुभयो। अर्को भाँडोमा खनाइसकेपछि फेरि ढेँडोको लागि आमाले कराई बसाल्न थाल्नुभयो। पानी बसालिसकेपछि यसमा पिठो पनि हाल्नु पर्ने थियो। पिठो हाल्नुभयो अनि यसलाई पनि भक भक्ति उम्लिन दिनुपर्ने थियो। पानी उम्लिसकेपछि ढेँडो बनाउने प्रक्रिया चालु हुँदै थियो। आमाले फटाफट पिठो हाल्दै क्यावाले चलाउँदै हुनुहुन्थ्यो। अब क्यावालाई ठ्याक्रक्कै नेपालीमा के भनिन्छ थाहा नभएर मैले क्यावै भने हैन। यदि तपाईहरुलाई थाहा छ भने कमेन्ट गर्नु होला। ढेँडोलाई आमाले मजाले चलाउँदै 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 यस्तो राम्रो बनाउनु भएको थियो नि हैन। हेर्दै खम खम कहिले खम जस्तो भइरा थियो। फाइनली पाक्यो पनि अनि त्यसपछि आमाले पस्काउँदै हुनुहुन्थ्यो। पस्काइसकेपछि मेरी आमाले बनाउनु भएको सोङ्गान र ढेँडोको परिकार हेर्नुस् त यहाँनिर। आहा कति मिठो देखेको। मलाई कहिले खम खम जस्तो भइरा थियो किनभने बास्ना पनि त्यस्तै आइरा थियो के। मलाई चाहिँ सोङ्गान र ढेँडो एकदमै मन पर्छ। तपाईहरुलाई कस्तो लाग्छ त्यो चाहिँ कमेन्ट गर्नु होला।